मैले थिङ्क एन्ड ग्रो रिच किताबका 5 कुराहरू बुझेँ, त्यसपछि मेरो जिन्दगीको बाटो नै मोडियो। आज म तिमीलाई ती 5 कुराहरू सेयर गर्न गइरहेको छु। सो बिना ढिलाइ गरी अगाडि बढाऊ। पोइन्ट नम्बर 1 मा रहेको छ बर्निङ डिजायर, सपनालाई चाहनामा बदल। धेरै नेपाली युवाहरू सपनाको कुरा गर्छन्, पैसा कमाउने, विदेश जाने, गाडी किन्ने, तर त्यो विश मात्रै हो। यस बुकको अथर नेपोलियन हिलले भन्छन्, विश होइन बर्निङ डिजायर चाहिन्छ। बर्निङ डिजायर भनेको यस्तो चाहना जसले तिमीलाई निदाउन दिँदैन। यसलाई एउटा इक्जाम्पलदेखि बुझौँ। विदेश जान रातभर आइल्स पढ्ने दाई जसको आँखामा निद्रा छैन, त्यो हो डिजायर। तिमी कहाँ छौ? यो प्रश्न आफैले आफैसँग सोध। सपना देख्दैछौ कि त्यसको लागि बिउजिरहेको छौ? पोइन्ट नम्बर 2, क्लियर गोल लेख, दिमागलाई डाइरेक्सन देऊ। यदि मैले सोधेँ भने तिमी जीवनमा के चाहन्छौ, तिमी सक्सेस भन्छौ। तर सक्सेस भन्नाले के हो? यस बुकको अथर नेपोलियन हिलले भनेका छन्, डिफाइन इट, राइट इट, ओन इट। म पहिला लेख्थेँ, दिमाग उल्झिन्थ्यो, तर एक दिन मैले लेखेँ, म 2025 भित्र 5 लाख कमाउने छु मेरो युट्युबबाट। गेस वाट? क्ल्यारिटी आयो नि? हो यस्तै। तिमी पनि लेख, आफूलाई डाइरेक्सनतिर लग। पोइन्ट नम्बर 3, भिजुअलाइजेसन, पहिला देख अनि बन। सक्सेस भोलि आउँछ, तर तिमीलाई आजै देख्नुपर्छ। नेपोलियन हिलले भन्छन्, तिमीले आफूलाई सफल देख्न सिक, आँखा बन्द गर। तिमीलाई पैसा आइरहेको छ, ऑडियन्स बढ्दैछन्, आमाले गर्व गरिरहेका छन्। भिजुअलाइजेसनको पावर यही हो। तिमी सबकन्सियस माइन्डमा मेसेज दिइरहन्छौ, सबै ठुलो मानिसहरू भिजुअलाइजेसन गर्छ, म किन नगर्ने भनेर आफैलाई क्वेसन गर। पोइन्ट नम्बर 4, फेल्थ एन्ड सेल्फ बिलिभ, डर हटाइदेऊ। हामी डराउँछौ, म सक्दिनँ होला, फेल भए के गर्ने। तर फेथ भनेको ब्लाइन्ड होप होइन, कन्फिडेन्ट प्लान हो। यस बुकको अथर नेपोलियन हिलले भन्छ, बिलिभ इन योर सेल्फ अर नो वान एल्स विल। जब मैले विश्वास गर्न सिकेँ, जसरी हिँड्न सिकेँ, फेलबाट डर बिस्तारै हटियो। आज नेपाली युथहरू डराउँदैछन् किनकि उनीहरूले आफूलाई विश्वास गरेका छैन। तिमीले आफैलाई क्वेसन गर, तिमीलाई विश्वास छ कि छैन। पोइन्ट नम्बर 5, एक्सन विदाउट एक्सक्युज, काम गर, बहाना नदेऊ। सबै कुरा जानेर पनि धेरैले काम गर्दैन। यस बुकको अथर नेपोलियन हिलले भन्छन्, नलेज इज नथिङ विदाउट एक्सन। सपना लाखौँले हेर्छन्, भिजुअलाइज गर्छन्, तर उठेर काम गरेन भने त्यो सपना एक मुभी जस्तै हुन्छ। आजबाट सेड्युल बनाऊ, डेली प्लान गर, बहाना होइन, एक्सन नै सक्सेसको सर्टकट बाटो हो। मैले सिकेको 5वटा कुरा यिनै थिइन्, डिजायर, गोल, भिजुअलाइजेसन, फेथ र एक्सन। नेपोलियन हिलले सिकाएका तर मैले जीवनमा एप्लाई गरेका पाठ हो। अब तिमी पनि यो परिवर्तन ल्याउन सक्छौ। रिच बन्न चाहन्छौ भने सोच बदल। द्याट्स द ट्रुथ, बिकज नथिङ इज इम्पोसिबल इफ यु टेक एक्सन। कमेन्ट गर, नाउ आई विल ग्रो रिच। सब्सक्राइब फर मोर भिडियोज।